यहाँबाट डिस्टेन्स बराबर बाइ चान्स खसे पनि यो ल डु ए गाइस यो बोटिङ कम्पिटिसन चलिरहेछ सो गाइज वेलकम ब्याक टु माई अनदर ब्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला सो वेलकम ब्याक टु माई पोखरा सिरिज सो हिजो चाहिँ हामी यहाँ पोखरा पुग्यो होइन सो हामी चाहिँ यो होटल फरेस्ट वेमा बसेका छौँ होइन अब हामी चाहिँ अब हिजो चाहिँ अलि साँझतिर लेक साइडतिर घुमेँ अब अहिले चाहिँ तपाईँहरूलाई चाहिँ यो फुल सिरिजमा चाहिँ अहिले डेको अनि त्यहाँ लेक साइडतिर लैजान्छ होइन सो देख्न सक्नुहुन्छ हाम्रो चिटिक्क परेको होटल यस्तो छ दामी छ यो हामी बसेको होटल है यो चाहिँ हाम्रो रुम डबल बेडेड थियो माथि पनि बेड थियो सो यो चिटिक्क परेको रुम है अनि यहाँ बस्नलाई यो छ यहाँ सिल हान्नलाई यो ठाउँ पनि बेस्ट छ है एलाउन छ र गाइज यहाँबाट सबभन्दा बेस्ट देखिने ठाउँ भनेको यो के यस्तो बवाल छ यति धेरै फुलहरू लगाएको छ यस्तो नेचुरल भाइब आउँछ यस्तो फ्रेस हावा आउँछ नि यहाँ यस्तो दामी बास्ना आउँछ सो अलरेडी अहिले चाहिँ हाम्रो ठ्याक्क 10-11 बजिरहेछ सो हामी चाहिँ यसरी बटेर गइरहेछौँ है यो चाहिँ मेरो आउटफिट भयो है आशिष दोस्त पनि छ र हाम्रो ओभरअल आउटफिट चाहिँ यस्तो छ गाइस टक्क तरिकाले यहाँ पनि देखिन्छ यहाँ त राम्रै देखिने रहेछ ल सो अलराइट गाइज हाम्रो चाहिँ यहाँ होटलबाट टक्क बाहिर गयो भने चाहिँ यस्तो मिठो भ्यू देखिन्छ टक्कसँग ल गाइज अहिले चाहिँ हामी छतमा गइरहेछौँ है छतबाट हामी चाहिँ लेकको भ्यू हेर्न गइरहेछौँ है सो यहाँबाट चाहिँ माथिको भ्यू चाहिँ यस्तो देखिन्छ र लेकको भ्यू चाहिँ यस्तो देखिन्छ गाइज त्यो चाहिँ हाम्रो फेवा लेक त्यहाँ मेरो मोबाइल त फोटो त खिच्छ कि दामी गाइज यहाँ चाहिँ होटलको गार्डन चाहिँ यस्तो छ है यहाँ चारैतिर फुलहरू फुल पनि किसिम किसिमका छन् दामी फुलहरू छन् यो फुल त्यो फुल वाउ गाइज बास्ना यस्तो मिठो आउँछ नि बास्ना सो यो कलरवाला येल्लो कलरको फुल पनि दामी छ ल होटल चाहिँ यही हो गाइज पुरै रहेछ है यत्रो लन सो अलरेडी गाइज अहिले चाहिँ हामी चाहिँ नास्ता हान्न आएको है होटलमा चिया नास्ता हान्नुपर्छ गाइज टक्क तरिकाले हामी माथि गएर यसरी यहाँ पल्टाएर अनि यसरी यहाँबाट छिरेर टक्कसँग यहाँ बसेर मस्त सिलौट हान्ने हो यतै बसौँ न रमाइलो छ त्यो सो अलरेडी गाइज हामी मेन्यु हेरिरहेछौँ टक्क तरिकाले तर कस्टी चाहिँ अति छ यार महँगो धेरै छ ल गाइज फाइनल्ली हाम्रो ब्ल्याक टी चाहिँ आइसक्यो सो अलरेडी गाइज अहिले चाहिँ हामी ब्ल्याक टी हानिरहेछौँ है अब हामी चाहिँ टक्क ब्ल्याक टी हानेर अनि नास्ता हानेर अनि एकछिनमा लेक साइडतिर चाहिँ घुम्न जान्छौँ गाइज देश चाहिँ नेपाली भयो भने यहाँ लेखेको चाहिँ हाम्रो चाइनिजमा छ है यो चाहिँ पक्कै चाइनिजको हुनुपर्छ चाइनिज हो जापानिज हो र जापानिजको फ्यान्सी हो यो हो र ए ल जापानिजको फ्यान्सी हो र फ्यान्सी हो कि फ्यान्सी हो ल एउटा यहाँ पनि छ अनि यहाँबाट चाहिँ टक्क दामी तरिकाको भ्यू देखिन्छ उता लेकको सो गाइस फाइनली चाहिँ हामी लेक साइडमा पुगिसक्यो र हामी दाइसँग टक्क चाहिँ हामी कुरा गरिरहेछौँ वेलकम टु लेक साइड होइन अब दाइलाई चाहिँ हामी फिर्ताउनु पर्यो होइन 1 आवरसम्म त्यसपछि टाइम थप्छु भन्नुभयो भने 1 आवर पछि अझ थप्यो भने छुट्टै लाग्ने ल ठिक छ नि त गरौँ यार दाइ यो रमाइलो लाग्यो मलाई दुईजना जान पाएन है दुईजना अहिले ब्यान्ड गरे ल गाइस फाइनल्ली हामी चाहिँ यहाँ उभिरहेछौँ है यो टक्क छ स्पोर्टमा चाहिँ हामी छिरिसक्यो दाइले चाहिँ हामीलाई अब उता सफ्टिङ हानिदिइरह यसको नाम चाहिँ खास गरी चाहिँ सफ्टिङ रहेछ र मैले यो एउटा यो डोरी लगाएको यो चाहिँ नहराओस् भनेर सो यो चाहिँ राम्रो छ गाइस सो त्यस्तो खास गरी त नहाले सो गाइस अहिले चाहिँ हामीले चाहिँ लगाइसक्यो केटाहरू चाहिँ यहाँ लगाइरहेछ
सो अब हामी चाहिँ त्यहाँ ऱ्याफ्टिङ हान्न जाने हो। अहिले चाहिँ अब हामीले चाहिँ यो आफैले चुज गर्नुपर्ने रहेछ। यो चाहिँ हामी लगिरा है, यो चाहिँ पेडल हो। ल गाइस हामी चाहिँ अब जान लागेको है। तपाईँले यति याद गर्नु, यो सेन्टर छ नि हजुर, यहाँबाट डिस्टेन्स ल यस्तैमा हो, राइट मात्र हान्नु भयो अनि यता के सेफ्टी हुँदैन बादले। गाइस लाइफको सबभन्दा बेस्ट एक्सपिरियन्स देख्न सक्नुहुन्छ गाइस। बराबर पोस्टको नडर मुला हामीलाई सिकाइराख्नु भएको छ है। अपोजिट साइडबाट लगाएन बाई चान्स खसे पनि यो ल डुर माथि तरिहाल्छ। ल ठिक छ। केही टेन्सन नलिनु। ए गाइस हु ये हु ये ल गाइस अब म चाहिँ हान्छु। ल ल यसरी दुवैपट्टि ब्यालेन्स गरेर हान्यो भने सिधा जान्छ मुनि। यता हाल्नु, यता लेकको बिचतिर जाउँ। ये यता गर, यसरी गर के दोस्त। ल फाइनल्ली हामी चाहिँ यहाँ बसिसक्यो ऱ्याफ्टिङमा। ये 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 सर्फिङ गाइज, सर्फिङ। दिस इज कॉल्ड द सर्फिङ गाइज। ये ये वेल खै हो लगाइस अन्डर वाटर हेर्नु भला अब। ए रास्ता हम नहीं छोड़ेंगे। ल्या त यता गाइज। यहाँ चाहिँ हाम्रो यो बोटिङ कम्पिटिसन चलिरहेछ। केटाहरू उता दुईजना उता पुगिसके, म यहाँ पछाडि रहिसकेँ। तै पनि केही छैन, म तिनीहरूलाई जितिहाल्छु। आई एम एक्सपर्ट। अहिले चाहिँ म एक्सपर्ट भइसकेँ गाइज। एक्सपर्ट भइसकेँ गाइज। अब त म भाइहरूलाई हराइहाल्छु अब गाइज। एक्सपोर्ट भइसक्यो केटाहरू, अब लास्ट अगाडि गइसक्यो। सो अल राइट गाइज, अहिले चाहिँ बिचको म लेकको बिचैमा पुगेको छु है। केटाहरू उता गरिरहेछन् अनि भाइए बनाना भनिरहेछन् मलाई भिडियो। सो म चाहिँ यस्तो छु गाइज। बेस्ट मजा आइरहेछ गाइज, दामी छ लेक, एकदम बेस्ट भइरहेछ। सो गाइज अहिलेको मौसम पनि ठ्याक्क छ गाइज। अनि के भन्छन् उताको भ्यू पनि यस्तो देखिरहेछ। सो अलरेडी गाइज फाइनली चाहिँ हामीले चाहिँ त्यो बोटिङ चाहिँ गरिआयो होइन। पौडी पनि खेलेँ, फोटोसोटो पनि दामी दामी खिचेँ। सो आजको हाम्रो लेकको भ्लग चाहिँ यहीँ छ होइन। अब टु बी कन्टिन्यू, अरू भ्लगहरू पनि आउँछ होइन। सो दामी दामी भ्लगहरू सो आउँछ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई गाइज।